नमस्ते गर्दिनौ देऊ नमस्ते खै भाइ अलिकति हालौँ म पनि अनि अब त आजको लागि भिडियो बनाइदिउँ हात अघि धोको किन धोको अनि छोपिहालेपछि मैले भिडियो चाहिँ के गर्नु कसरी काट्छ काट्छ ल एकदम ज्ञानी भएर पढ्नु है ल खै प्रेम सबैलाई जित्ने अनि पढेर सिधा बस्छ न सिधा ठाडो यस्तो ठाडो हो न ल अनि उठाउ न खै के काटेको भए नि के अनि उहाँले लगाइदिनै बाँकी छ खुवाउँदै उयो गर्नुहुन्थ्यो अब अहिले खाँदा हुन्छ त के कहिले खाने के आपत्ति कहिले ल सुशीला उता झोला उता राख्छ खोइ नमस्ते गरे भाग्य मान्यो हुनु हस् उता भाइको कटुहरू पनि उता राख्छ फोन आन्टीसँग नाति त खैला त त्यहाँ पनि हानिदिएको नि यो यतै राख्दा पनि हुन्छ यो उतातिर राखेर फ्यान चल गर्मीको खै यता हो टोपी ठाडो पार्दैन कान्छी नचली बस है नानी ल हो त्यस्तै नमस्ते खै फुली गर ए ल नमस्ते लगाइदिएन कान्छी लगाइदिए लु लगाइदिनु बाबा सबैले गीत पैसा छ कान्छी एन्जीलाई पनि लगाइदिनु पर्छ अलिकति लगाइदिनु मेरो भाइलाई ज्ञानी हुनु मेरो भदा ठुलो हुनु ज्ञानी हुनु राम्रो पढ्नु ल यसले त हर्स पनि मैले हुँदैन बस न बस्छ के हुँदैन लुगाम नलाइदिएन अरे भयो अलिकति लगाइदिएन कान्छे चकमाडी गरेर बस्छ फ्री भोलि धुनुपर्छ केही हुँदैन पैसा चाहिँ दिइहाल्न कान्छी पङ्खा खोल्नु न त्यो मर्छ ठुली ओ ज्ञानी छ यो लगाइदेऊ न तिमी नमस्ते गर्दैन हाम्रो भाइ लु अब केक काट अब सिकाऊ एन्जी सिकाऊ केक काटा लु भाइ केक काटा खाऊ भिडियो पारेको छ भिडियो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे मामुलाई देऊ पहिला मामुलाई यो खाएको एउटा पेपर भएको प्लेट ल्याए प्लेटमा गर्दा नि हुन्छ प्लेट छैन उतै दराजमा सोचिदिनु त मान्छे लु त यो मामुलाई यहाँ छिटाउ हो यो मामुलाई खुवाइदेऊ बोलाएर यहाँ आउँछ यो मामुलाई खुवाइदेऊ त यहाँ भिडियो गर्दैछौ बिस्तारै टिपेर बाबा आउनु भने बाबालाई खुवाइदेऊ पहिला जानु खुवा लु खुवा उसलाई खुवाउनु पर्ने खैतले बेतले म खाऊ न लु लु तपाईँ खानु त लगेर प्रिन्सले ममलाई खुवाउँछ लु यो खाऊ मामु सबै च्याटेर हात लु यो खाऊ